Namaskar, I am Sir Potas. Today we are going to making rainbow marking system. How to make rainbow marking looks beautifully. Okay, we are going to making process. हामी चाहिँ रेनबो मार्किङ बनाउनु गइरहेको छौँ। स्टार्टिङमा चाहिँ हामीले ब्लु सिट ल्याउने, त्यसपछि चाहिँ राइस लगाउनुपर्छ। राइस लगाइरहेको छौँ। धेरै यसलाई चाहिँ पिच्काउनु हुन्न, बिस्तारै लगाउनु। नेक्स्ट प्रोसेस हामी चाहिँ राइस लगाइसकेपछि चाहिँ माथिबाट भित्रको चाहिँ फिलिङ हाल्न गइरहेको छौँ। तपाईँ देखिसक्नु भएको छ, हामी चाहिँ क्र्याब स्टिक हालिरहेको छौँ होइन, रेनबो मार्किङको लागि। तपाईँ अरू पनि हाल्न सक्नुहुन्छ होइन, हरेक होटलको चाहिँ हरेक रेसिपी हुन्छ, तपाईँ आफ्नो रेसिपी अनुसार चाहिँ बनाउन सक्नुहुन्छ। ओके, हामी चाहिँ रोल फोल्डिङ गर्नु गइरहेको छौँ, तपाईँ देखिसक्नुहुन्छ होइन। फोल्डिङमा वानबाट त पहिले कर्न स्पिनच हुँदैछ त्यहाँ बनाएर राम्रो म्याच स्पिनच हुँदैछ त स्पिनच कति टाइम लाग्छ त रोल फिनिस भइसक्यो। हामी चाहिँ टपिङ हाल्नु गइरहेको छौँ, देखिसक्नु भएको छ होइन। सालमन सलाइस आवागाडो स्लाइस हाल्नु गइरहेको छौँ। रोल चाहिँ रेडी भइसकेको छ, काट्नु गइरहेको छ। Okay, roll this. Let's do how to cut this roll. First we are cutting roll side. Okay. We are going to